So today's lecture is all about the friction losses in pipe है फर्स्टली चाहिँ हामीले फ्लुइडमा चाहिँ अब सुरुमा चाहिँ यो लेक्चर किन हेरेको भन्दाखेरि चाहिँ अब एउटा पाइप फ्लोमा चाहिँ लसेसहरू के हुनसक्छ भनेर चाहिँ सुरुबाट चाहिँ लसेसबाट चाहिँ जान खोजेको हो। जस्तै अब यो सिनारियो बुझौँ है त। एउटा यो पाइप छ है, यसरी एउटा के छ, यो पाइप छ। अब पाइपमा चाहिँ के भइरहेछ भन्दाखेरि वाटर चाहिँ फ्लो भइरहेको छ है। फ्लो हुँदाखेरि हामीले दुईटा सेक्सन चाहिँ यसरी कन्सिडर गरेको छौँ र यो फ्रिक्सन लसेस बुझ्नुभन्दा अगाडि पहिला चाहिँ हामी बर्नोलिज इक्वेसनले के भन्छ भन्ने कुरामा जाऊँ है त। बर्नोलिज इक्वेसनले ओके, सो बर्नोलिज इक्वेसनले के भन्छ भन्दाखेरि यो एउटा मैले 1 सेक्सन माने भने पाइपमा है, यो अर्को चाहिँ 2 सेक्सन छ भने र यहाँ चाहिँ वाटर फ्लो भइरहेको छ भने यो 1 सेक्सनमा हुने टोटल इनर्जी पर युनिट हेड है, टोटल इनर्जी पर युनिट हेड अथवा पर युनिट वेट, सरी टोटल इनर्जी पर युनिट वेट यहाँ जति हुन्छ बराबर यो दुई सेक्सनमा हुने टोटल इनर्जी पर युनिट वेट चाहिँ के हुन्छ, यो सेक्सनमा हुने चाहिँ हो यिनीहरू दुईटा सेक्सनमा हुने टोटल इनर्जी चाहिँ के हुन्छ, कन्स्ट्यान्ट हुन्छ भनेर भन्छ। कुन कन्डिसनमा त भन्दाखेरि यो जुन फ्लुइड फ्लो भइरहेको छ त्यो चाहिँ के हुनु पर्यो, पहिलो नम्बरमा आइडल हुनु पर्यो है, अनि दोस्रो नम्बरमा चाहिँ इनकम्प्रेसिबल हुनु पर्यो है, दोस्रो नम्बरमा इनकम्प्रेसिबल हुनु पर्यो, अनि तेस्रो नम्बरमा चाहिँ यहाँ के हुनु पर्यो, नन भिस्कस हुनु पर्यो है, नन भिस्कस हुनु पर्यो। ओके, नन भिस्कस। सो बर्नोलिज इक्वेसनले के भन्छ, एउटा चाहिँ आइडल इनकम्प्रेसिबल र नन भिस्कस फ्लुइडको फ्लो भइरहेको छ भने यो सेक्सनमा अब जतिवटा पनि सेक्सन, यो सेक्सन यो सेक्सन यो सेक्सन हैन, यो सेक्सनमा फ्लो हुने टोटल इनर्जी पर युनिट वेट अथवा इनर्जीलाई चाहिँ हामीले हेडको टर्ममा मेजर गर्दाखेरि जुन यो सेक्सनमा हुने इनर्जी र यो सेक्सनमा जुन हुने इनर्जी हुन्छ त्यो चाहिँ के हुन्छ, अलवेज कन्स्ट्यान्ट हुन्छ भनेर भन्छ है, भनेको इक्वल हुन्छ भनेर भन्छ हैन। जस्तै अब यो यही सिनारियोलाई चाहिँ यो केसमा बुझ्न खोजौँ है त। पहिला एउटा यो र एउटा यो भनेको बर्नोलिज इक्वेसनले के भन्छ, यो टोटल इनर्जी र यो टोटल इनर्जी चाहिँ कन्स्ट्यान्ट हुन्छ। एकछिन हामीले यो एचएफलाई भुलौँ है त। भनेको यो सेक्सनमा हुने P1/ρg भनेको के हो, यो भनेको प्रेसर इनर्जी इन द टर्म अफ हामीले के को रूपमा, हेडको रूपमा लेखेको हो के। जस्तै अब मैले के बनाएँ, यो एउटा चाहिँ सेक्सन छ है, भनेको प्रेसर इनर्जीलाई हेडको टर्ममा बुझ्नु पर्दा कसरी बुझ्ने त भन्दाखेरि मैले एउटा कुनै पनि प्रेसर, यो फ्लुइडको प्रेसर नाप्ने मैले एउटा डिभाइस चाहिँ ल्याएर राखेँ भने अब यहाँबाट अब यसको चाहिँ के हाइट आउला अरे, यो नै के को रूपमा, यदि मैले हाइटको टर्ममा मेजर गर्छु भने हैन, के एउटा हाइटको टर्ममा मेजर गर्छु भने यो भनेको प्रेसर इनर्जी है, प्रेसर इनर्जी पर युनिट वेटलाई नै हामीले के का रूपमा, प्रेसर हेडको रूपमा चाहिँ मेजर गरेको हो कि। त्यस्तै भेलोसिटी पनि मैले के गर्न सक्छु, एउटा कुनै डिभाइस ल्याएर भेलोसिटी पनि मेजर गर्न सक्छु, कसको, हेडको टर्ममा। अब यो जेड भनेको त मेरो के भयो, पोटेन्सियल इनर्जी भयो, पोटेन्सियल हेड भयो कि। अब यो एउटा मैले रिफरेन्स पोइन्ट दिएँ भने यसको जेड1 चाहिँ के भयो, यहाँ भयो। भनेको मैले के मेजर गर्न सकेँ, एउटा चाहिँ प्रेसर इनर्जी इन द टर्म अफ हेडको रूपमा, भेलोसिटी काइनेटिक इनर्जी इन द टर्म अफ हेड र पोटेन्सियल इनर्जी इन द टर्म अफ हेडमा चाहिँ एउटा कुनै पनि सेक्सनमा मेजर गर्न सकेँ। अब अर्को सेक्सनमा पनि मेजर गर्न सक्छु भनेको बर्नोलिज इक्वेसनले के भन्यो, यो सेक्सनमा हुने टोटल इनर्जी है, पर युनिट वेट अथवा टोटल इनर्जी इन द टर्म अफ हेड बराबर यो सेक्सनमा हुने टोटल इनर्जी इन द टर्म अफ हेड हुन्छ भनेर भन्छ है त। ओके, बर्नोलिज इक्वेसन चाहिँ अब हामी क्लियर भयो। अब यो त बर्नोलिज इक्वेसनले त्यो भन्यो है त। अब हामी सो अब यो हामीलाई बर्नोलिज इक्वेसनले भन्यो है त।
अब हामी चाहिँ केमा जान्छौँ भन्दाखेरि अब यो एक्चुअल कन्डिसनमा चाहिँ के हुन्छ त भन्छ के हैन। एक्चुअल कन्डिसनमा चाहिँ के हुन्छ त भन्छ। जस्तै अब मेरो यही पाइप छ, फिगर छ है त। यो पाइपमा एक्चुअलमा चाहिँ फ्लुइड फ्लो भइरहेको छ है। अब एक्चुअलमा त के हुन्छ, फ्लुइड चाहिँ भिस्कस पनि हुन्छ है, भिस्कस पनि हुन्छ, भिस्कस हुने भयो है, भिस्कस पनि इफेक्ट आउने भयो नि त फ्लुइडमा। जसले गर्दा के हुन्छ त भन्दाखेरि यहाँ दुईवटा फ्लुइडहरूको बिचमा है, फ्लुइडहरूको बिचमा चाहिँ के हुनसक्छ, यहाँ चाहिँ भिस्कसले गर्दाखेरि चाहिँ यहाँ यिनीहरूको भेलोसिटीमा चाहिँ चेन्जेस आउँछ। अनि अर्को भनेको यो वाल र फ्लुइडको बिचमा पनि के हुन्छ, फ्रिक्सन क्रिएट हुन्छ नि त। फ्लुइड यसरी गइरहेछ, फ्लुइडको डिरेक्सन यता छ, वाल चाहिँ स्टेसनरी छ भने के हुन्छ त, वालले चाहिँ फ्लुइडको फ्लोलाई यतापट्टि अपोज गर्न खोज्छ नि त। यो नै के हुन्छ त भन्दाखेरि फ्रिक्सन हुन्छ के हो। तर एक्चुअलमा के हुने भयो भन्दाखेरि यहाँ जति टोटल इनर्जी थियो, यो टोटल इनर्जीमा आउँदाखेरि चाहिँ त्यही इनर्जी चाहिँ हाम्रो हुँदैन, भनेको सम एमाउन्ट अफ हेड लस चाहिँ थपिन्छ। केही न केही एमाउन्ट अफ हेड लस चाहिँ हुन्छ। त्यो हेड लस चाहिँ हामीले चाहिँ यतापट्टि एड गरेको हो कि भनेको यसमा यो वान सेक्सनमा हुने टोटल इनर्जी भनेको यो सेक्सनमा हुने टोटल इनर्जी प्लस केही एमाउन्ट अफ हेड लस हो। केही न केही एमाउन्ट त हेड लस हुन्छ नि त। अब एक्चुअल फ्रिक्सनले मतलब एउटा फ्लो भइरहेको छ भने फ्रिक्सन लस हुन्छ भन्न खोजेको हो कि हो। भनेको अब यो त हामीले बुझ्यो, यो भनेको टोटल इनर्जी र यो हुने भयो। अब मैले यो पाइप सेक्सनमा हेरौँ त, यो पाइप सेक्सनमा हामीले के हुन्छौँ त भन्दाखेरि यो Z1 र Z2 चाहिँ के हुन्छ त, बराबर हुन्छ नि त। किन भन्दाखेरि यसलाई मैले एउटा रेफरेन्स लाइन यहाँ लिएँ भने होइन, अब यसको हाइट पनि Z1 बराबर छ, यसको हाइट पनि बराबर छ भनेपछि Z1 र Z2 बराबर हुने भयो। सो भेलोसिटी पनि बराबर छ भन्छ होइन। किन भन्दाखेरि यो पाइप फ्लो हुँदाखेरि कन्टिन्युटी इक्वेसनले के भन्छ, एउटा सेक्सनको A1 इन्टु B1 बराबर A2 इन्टु B2 भन्छ है। अब मेरो A1 र A2 चाहिँ बराबर भएको कारणले गर्दा B1 र B2 पनि बराबर हुन्छ भन्छ। भनेको यो सेक्सनमा हुने भेलोसिटी र यो सेक्सनमा हुने भेलोसिटी पनि बराबर छ भनेर भन्छ है। सो भनेपछि मेरो के हुने भयो, यो टर्म र यो टर्म काटिने भयो है। भनेपछि P1 अनि यो Z1 र Z2 पनि काटिने भयो। भनेपछि P1 बाई रोजी बराबर P2 बाई रोजी इन्टु HF। और मैले HFलाई के लेख्न सक्छु, P1 माइनस P2 अपन रोजी लेख्न सक्छु है। अब मैले यदि यो दुईवटा प्रेसर डिफ्रेन्स मैले पत्ता लगाउन सकेँ भने यो पाइपमा चाहिँ फ्रिक्सनले गर्दा कति हेड लस भइरहेछ भन्ने कुरा चाहिँ मैले भन्न सक्छु। सो अब मैले चाहिँ फ्रिक्सन पत्ता लगाउन जान्छु है त। अब यो फ्रिक्सनल फोर्स, अब यहाँ हेरौँ, यो मेरो एउटा पाइप छ है। अब एउटा सेक्सन यो छ, अर्को सेक्सन यो छ है। यो सेक्सनमा चाहिँ एउटा प्रेसर फोर्स फ्लुइडले गर्दाखेरि एउटा प्रेसर फोर्स P1 छ है। अब यो सेक्सनमा पनि होइन, यो सेक्सनमा पनि एउटा पोइन्ट अफ फ्लुइडमा होइन, फ्लुइड पार्टिकल्समा एउटा P2 भन्ने फोर्स लागिरहेको छ मानौँ है। अब यसरी फ्लुइड फ्लो भइरहेको छ भने फ्रिक्सन कता लाग्छ, यतापट्टि लाग्छ। फ्रिक्सनल फोर्स हाम्रो कता लाग्छ, यता लाग्छ है त। अब यसलाई चाहिँ इक्विलिब्रियम कन्डिसनमा लाँदाखेरि के हुन्छ त, यो भनेको P1 माइनस P2 माइनस के हुन्छ, मेरो फ्रिक्सनल फोर्स हुन्छ, इजिकल्स टु के हुन्छ, 0 हुने भयो है। अब P1 भनेको के हो त, यो भनेको प्रेसर फोर्स हो। प्रेसर फोर्स भनेको होइन, प्रेसर फोर्स भनेको चाहिँ के हुन्छ त भन्दाखेरि मेरो होइन, यो भनेको प्रेसर भनौँ न यसलाई है। अब प्रेसर इन्टु एरिया भन्ने बित्तिकै फोर्स आउने भयो। सरी, यहाँ चाहिँ ल यसलाई मैले के मान्छु, प्रेसर मान्छु है। अब यो भनेको मेरो प्रेसर इन्टु एरिया हो नि त। भनेको यहाँ फ्लो हुने प्रेसर फोर्स कति हो भनेको P1 इन्टु A1 हो होइन। यहाँ फ्लो हुने भनेको P2 इन्टु A2 हो प्रेसर फोर्स भनेको। र यो भनेको फ्रिक्सनल फोर्सलाई मैले
F1ले चाहिँ डिनोट गरेछु है त। ओके, अब A1 र A2 चाहिँ के छ, यसको क्रस सेक्सन र यसको क्रस सेक्सन बराबर छ र अब हामी फ्रिक्सनल फोर्स भनेको के हो भन्ने कुरामा जाऊँ है त। अब फ्रिक्सनल फोर्स भनेको नर्मल्ली फोर्स भन्ने बित्तिकै के हो, mg हो है। mg हो भनेको जस्तै मास भनेको के हो, मास भनेको डेन्सिटी इन्टु भोल्युम। अब भोल्युम भनेको के हो त भन्दाखेरि एरिया इन्टु हाइट हो। अब यसलाई मैले यो एक्सलेसनलाई के लेख्न सक्छु, भेलोसिटी बाई टाइम होइन। अब यो टर्म भनेको कि मेरो के हो, भेलोसिटी हो नि त। भनेपछि मेरो जस्तै फोर्स भन्ने बित्तिकै फोर्सलाई मैले कुन टर्ममा लेख्न सक्छु, रो ए अनि भी स्क्वायर टर्ममा लेख्न सक्छु हो। त्यस्तै मेरो के हो, यो मेरो फ्रिक्सनल फोर्स पनि हेर त, यो एफ ड्यास भनेको एउटा कोफिसियन्ट हो, फ्रिक्सनले गर्दा एउटा कोफिसियन्ट हो। अनि यो भनेको अब यो एरिया हो हेर है, यो भनेको वेटेड एरिया भनेको के हो अहिले भन्छु, र भेलोसिटीको स्क्वायर हो। अब जस्तै वेटेड एरिया भनेको के हो त भन्दाखेरि वाटर चाहिँ होइन, वाटर चाहिँ फ्लो हुने एरिया मध्ये चाहिँ होइन फ्रिक्सनल फोर्स चाहिँ लाग्ने एरिया कुन हो त भनेको, जस्तै मेरो यो एउटा पाइप छ, यो पाइपबाट यसरी फ्लो भइरहेछ नि त, यहाँ पानी फ्लो भइरहेछ भनेपछि पानी फ्लो हुँदाखेरि यो फ्रिक्सनल फोर्स लाग्दाखेरि यो फ्रिक्सनल फोर्स जुन यता अपोजिट रूपमा लागिरहेको हुन्छ, त्यो फोर्सेसको लागि चाहिँ कुन एरिया चाहिँ हामीले कन्सिडर गर्न सकिन्छ भन्दाखेरि यो वेटेड एरिया के भनेको, पानी त यो डिरेक्सनमा फ्लो भइरहेको छ नि त। यो एरिया भनेको कुन हो त भन्दाखेरि यो पाइपको एउटा सर्कम्फेरेन्स अनि यो टोटल लेन्थ हो। भनेको पाइपको सर्कम्फेरेन्स भनेको पाइडियल हो है, पाइडियल हो होइन, पाइडी हो सर्कम्फेरेन्स भनेको। अनि यसको टोटल लेन्थ भनेको चाहिँ यसको एल हो। भनेपछि यो भनेको यसको के आयो, एरिया आयो। नत्र यो पाइपलाई मैले काटेँ भने पनि बिचबाट यसरी रेक्टेङ्गुलर हुन्छ किन, यसरी हो। अब यो एरिया भनेको के थियो त, पाइडी थियो हो कि नै, सर्कम्फेरेन्स भनेको यो हो। अनि यो भनेको यसको के हो, लेन्थ हो। भनेपछि यसको एरिया के आयो त भनेको पाइडी इन्टु यल आयो, द्याट इज यसको एरिया पाइडियल भयो, भेलोसिटीको स्क्वायर भयो है त। अब यहाँ भनेको यो P1 को टर्ममा लिएछ, तर हामीले यही टर्ममा लिगौँ पछि सजिलो हुन्छ है। अब फ्रिक्सनल फोर्स भनेको एफ ड्यास, अब यसलाई मैले के लेख्छु, पाइडी यसलाई लेख्छु है, पाइडी यसलाई लेख्छु, पेरिमिटर भने यसलाई मैले यसलाई लेखेँ है, इन्टु यो टर्म भनेको मेरो यो टर्म हो है। अब इन्टु भी स्क्वायर हुन्छ। यो भनेको के हो, यो जस्तै अब यसलाई इक्विलिब्रियम गरिरहेको, अब एरिया यता आउँछ है। अब एरिया यता आउँदाखेरि है, अब एरिया यता आउँदाखेरि होइन, अब P1/P2 बराबर के भयो, एफ ड्यास, यो पेरिमिटर भनेको पाइ डी भयो अनि इन्टु यो के हुन्छ, एल हो है। अब एरिया भनेको के हो त भन्दाखेरि मेरो पाइ डी स्क्वायर बाई 4 हो है हो। भनेपछि यहाँबाट चाहिँ पाइ र पाइ काट्यो अनि डी र एउटा डी काट्यो। भनेपछि यहाँ के बच्यो, 4 माथि गयो। भनेपछि 4 एफ ड्यास अनि 4 एफ ड्यास अनि एल भी स्क्वायर बाई के बच्यो, डी बच्यो है। यो भनेको त के हो, डेल्टा पी हो नि त, प्रेसर डिफ्रेन्स हो नि त। अब मैले हामीलाई के थाहा छ, पी इक्वल्स टु के हुन्छ, रोजिएच हुन्छ हो, रोजिएच हुन्छ भनेको। अब पी भनेको मैले के लेख्न सक्छु, रोजी इन्टु रोजिएच लेख्न सक्छु, द्याट इज यहाँ लेखेछु भनेको। यो रोजी मैले तल लगाएँ भने अनि यहाँ के हुन्छ, एचएफ, यो भनेको मेरो हेड लस हो, द्याट इज 4 एफ ड्यास बाई अनि एलभी स्क्वायर बाई 2 अनि यो भनेको त रोजी यहाँ थियो नि त, रोजी यता आयो होइन, सरी यहाँ भनेको रो हुन्छ अनि जी र डी हुन्छ है त। ओके, सो यहाँ के भयो, एचएफ भनेको 4 एफ ड्यास एलभी स्क्वायर बाई रोजी डी हुन्छ है, रोजी डी हुन्छ। अब हामीले के भन्छौँ भन्दाखेरि अब एचएफ भनेको के हो, है मेरो
एउटा टर्म आउँछ यहाँ f'/2 भन्ने टर्म आउँछ, f'/g भन्ने टर्म आउँछ। यो भनेको चाहिँ f/2 हो है। यो भनेको के हो मेरो f/2 हुन्छ, वेयर f भनेको मेरो के हो फ्रिक्सन कोफिसिएन्ट हो कि। द्याट इज यो आइसकेपछि के हुन्छ भन्दाखेरि मेरो hf भनेको के भयो भनेको hf भनेको 4 FLV² के हुने भयो 2GD हुने भयो हो। यो भन्नु नै के हो त भन्दाखेरि हेड लस फर द के हुन्छ, यो भनेको पाइप हो। भनेको एउटा स्ट्रेट पाइप छ भने स्ट्रेट पाइपमा जुन एउटा हेड लस आउँछ हैन, लसेस जुन आउँछ त्यो नै के हो, यसको भ्यालु यो हो है 4FLV²। अब यो भनेको के हो मेरो फ्रिक्सन फ्याक्टर हो हैन, फ्रिक्सन कोफिसिएन्ट हो। तर यदि मैले यो 4F लाई चाहिँ एउटामा लिगेँ भने हैन, मेरो क्यापिटल F बराबर मैले के लिन्छु, यो 4F लिगेँ भने 4F को ठाउँमा क्यापिटल F लिगेँ भने यो भनेको के हो मेरो, यो भनेको मेरो डार्सीज फ्रिक्सन फ्याक्टर आउँछ। यो भनेको के हुन्छ फ्रिक्सन फ्याक्टर आउँछ, यो भनेको डार्सीजको फ्रिक्सन फ्याक्टर हो। यदि मलाई फ्रिक्सन कोफिसिएन्ट दिएको छ भने यो फर्मुला लगाउने, यदि मलाई फ्रिक्सन फ्याक्टर दिएको छ भने 4F को ठाउँमा F लगाउने है। हो यो भनेको L भनेको लेन्थ अफ द पाइप भयो, V भनेको भेलोसिटी भयो। अब D भनेको त के हुन्छ डायमिटर हुने भयो, त्यही त हो नि है त हो। भनेपछि अब यो तरिकाबाट गरे पनि भयो। मैले यहाँ के गरेँ पेरिमिटरको ठाउँमा सिधै यो लगाइदिएँ हैन, पाइडियल गरेँ अनि काटिदिएँ, काटेपछि अनि ठ्याक्क हाम्रो यो फर्मुला आयो है त। ल अब यसमा चाहिँ हामीले कन्क्लुजन चाहिँ के लेख्न सक्छौँ भन्दाखेरि जस्तै यसलाई पहिला मेटौँ। सो कन्क्लुजन चाहिँ के लेख्न सक्छौँ भन्दाखेरि एउटा नर्मल्ली पाइप फ्लो भइरहेको छ भने हैन, एउटा चाहिँ फ्रिक्सन एउटा चाहिँ पाइपमा अब यहाँ जुन इनर्जी हुन्छ यहाँ चाहिँ सेम इनर्जी हुँदैन, केही न केही अमाउन्ट चाहिँ लस हुन्छ। त्यो चाहिँ हामीले हेडको टर्ममा चाहिँ लिगिन्छ है, हेड लसको रूपमा लिगिन्छ अथवा हाइटको टर्ममा चाहिँ मेजर गरिन्छ। र त्यो हाइटको टर्ममा जुन हेड लस मेजर गरिन्छ त्यसको फर्मुला भनेको 4FLV²/2GD हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो है त। यो भनेको मेजर लस हो, भनेको पाइपमा जुन लस हुन्छ यो चाहिँ मेजर लस मध्ये चाहिँ यो फ्रिक्सन लस पर्छ है त। अब हामीले के पढ्छौँ त्यसपछिको लेक्चरमा माइनर लसको बारेमा कुरा गर्छौँ है, माइनर लस के हुन्छन् कुरा गर्छौँ। त्यसपछि हाम्रो आइओई सिलेबसमा आएको है, आइओईमा आएको क्वेसनहरू चाहिँ हामीले हेड लसबाट गर्छौँ है त। ओके, थ्याङ्क यू फर द भिडियोज।